अहिले चाहिँ जापानको 8 बजेको छ, लगभग 8 बज्न लागेको छ। यहाँ चाहिँ आज चाहिँ हामी चाहिँ काममा जाँदै, म चाहिँ काममा जाँदैछु। जापानको आजको मौसम चाहिँ यस्तो छ है। मेरो साथी चाहिँ पर पुगेको छ अनि अहिले ठ्याक्कै यहाँ स्कुले बच्चाहरू पनि स्कुले बच्चा पनि स्कुल जाँदैछ। यहाँ चाहिँ लगभग 8 बजेबाट स्कुल लाग्ने रहेछ क्या अरे। यस्तो छ यो ठाउँ चाहिँ। हावापानीको हिसाबले चाहिँ यहाँ एकदम सुन्दर छ है यो ठाउँ। यहाँ प्राय सबै चाहिँ यहाँ धेरै भनेको यही बारीतिर काम गरिरहेको हुँदो रहेछ मान्छेहरू प्राय। यहाँ चाहिँ प्रत्येकको नेपालमा चाहिँ हिँडेर जानुपर्छ भने यहाँ चाहिँ प्रत्येकको घरमा चाहिँ गाडी हुँदो रहेछ। त्यसैले यहाँको रुल्स चाहिँ एकदम राम्रो छ है यहाँको रुल्स चाहिँ। अनि अब हामी चाहिँ काममा माथि पुग्नुपर्छ। यो यहाँबाट उकालो जानुपर्छ। जापानमा चाहिँ के राम्रो छ भन्दाखेरि ठाउँ ठाउँमा यसरी जेब्रा क्रसिङ छ। जेब्रा क्रसिङ बाहेक यहाँ चाहिँ क्रस गर्न पाइँदैन जस्तो ठाउँमै भयो नि। त्यही भएर जेब्रा क्रसिङबाट क्रस गर्नुपर्छ। यही मान्छे हिँड्ने र साइकल हिँड्ने बाटो चाहिँ यो हो। प्राय गाडी हिँड्ने चाहिँ मेन रोडमा गाडीहरू हिँड्छ। अब सबै साथीभाइहरूले चाहिँ अब जापान गइसकेपछि हामीलाई फोन पनि छैन हो, माया मार्यो भन्नुहुन्छ। प्राय जापान भनेको चाहिँ व्यस्त ठाउँ हो क्या। काम गयो आयो सुत्यो, काममा गयो आयो सुत्यो, फेरि भोलिपल्ट उठ्यो नुहाइधुवाइ गऱ्यो काममा गयो हो। त्यसैले फुर्सदै हुँदैन क्या जे गरे पनि। फुर्सद जति फुर्सद हुनु छ नेपालमा हुन्थ्यो क्या। अब जापान आउने साथीभाइलाई चाहिँ म के भन्छु भने जति रमाइलो गर्नु छ नेपालमै गर्नु होला, जति पढ्नु छ नेपालमै पढ्नु होला। यहाँ जापानमा आएर चाहिँ पढ्छु म, घुम्छु रमाइलो गर्छु भने चाहिँ यहाँ चाहिँ पाइँदैन। यहाँ चाहिँ व्यस्त ठाउँ हो। अब म चाहिँ यता यो बाटोतिर यस्तरी हिँड्नुपर्छ, माथिबाट अलि तल जानुपर्छ, त्यसपछि पुग्छ है। ल बाँकी भिडियो म तपाईँहरूलाई पछि बनाउने छु।